हेलो गाइस, आउनुहोस् है। अब यहाँ हाम्रो वास्तविक यस्तै हो परदेशमा। हजुरहरूले यस्तो गर्नु भएको छैन, सायद हजुरहरूले यस्तै यस्तै गर्नुहुन्छ होला होइन, हामीले जस्तै। हामीले चाहिँ अब यो कस्तो भने मासु ल्यायो, टक्क त्यहाँ ल्याएर पिस बनायो, अनि यसरी चाहिँ मासुलाई भागबन्डल गर्दैछ है गाइस मासुको। त्यही छ। ल गाइस यस्तै छ है, अब के गर्ने, अब बचत यस्तै गर्नुपर्ने हुन्छ परदेशमा है। यसरी मैले किन गऱ्यो भन्दाखेरि चाहिँ फ्रिजमा राख्दाखेरि अब 2-4 दिन भएपछि जमेर फेरि पछि फेरि अब गर्न सकिँदैन। त्यही हिसाबले पहिल्यै यसरी भागबन्डल छुट्याएपछि चाहिँ भोलि ठ्याक्क निकाल्यो भिजाउन सजिलो हुन्छ भनेर त्यस्तो गरेर चाहिँ एक गाइस हेर्दै गर्नुहोस् अन्तिमसम्म। अब गाइस आउँदैछ है, अब सकिन लाग्यो भाग गरेर है, भागबन्डल गरेर पनि अब हाम्रो सकिन लागेको छ। अन्तिम आइपुगेको छ है, यो सक्यो भाग गरेर। यस्तै छ हाम्रो है। हेर्नुहोस् यहाँ पोका छ बनावटी होइन। अब यसरी लिएर गएर चाहिँ म चाहिँ फ्रिजमा राख्नुपर्ने हुन्छ। हेर्नुहोस् अब यहाँ सबै साथीहरू लेखेर राखेको हुन्छ फ्रिजमा। ल गाइस यहाँ हेर्नुहोस्, यहाँ फेरि यस्तै छ। मैले राखेको यहाँ हो, साथीको यहाँ हो, अरू साथीको यहाँ हुन्छ, यहाँनिर हुन्छ, सबै यस्तै हो। सबै पोको पारेर राख्ने हो नि त गाइस। अब के गर्ने, परदेश हो, यस्तै छ गाइस। ओके, थ्याङ्क यू।